आजको दिन चाहिँ मेरो यसरी सुरुवात भयो। बिहान पहिला उठ्ने बित्तिकै मुख सुख धोएँ, कपालहरू मिलाएँ, दाँत माझ्न थालेँ। त्यसपछि दाँत माझिसकेपछि रेडी हुनलाई टक्क क्रिम लगाएँ। चट्ट लगाइसकेपछि म चाबीहरू खोजेँ अनि त्यसपछि ज्याकेट लाउन थालेँ। जाडो महिना छ, बिहान बिहानै चिसो छ एकदमै। अनि म उठेर टक्क स्पोर्ट निकालेर स्टार्ट गरेर गएँ। स्पोर्ट स्टार्ट गरेर बाटोमा सरेर जाँदैछु। आज म फर्स्टमा माछा छान्नको लागि जाँदैछु हाम्रो रेस्टुरेन्टको लागि। माछा चाहिँ म त्यहाँ पुग्दाखेरि टक्क लारी आइसकेको रहेछ माछाहरू, आजको फ्रेस माछाहरू होइन। टक्क मैले चाहिँ अब माछा देखिकै छान्न थालेँ। टक्क लाएर आधी किलो लगभग आधी किलो साइजको थियो होइन। त्यसपछि छान्दै गयो पानीमा चिसो रहेछ। ल आज चाहिँ अलिकति कम व्यापार हुने भयो होइन। थोरै माछा छानेको चाहिँ टक्क भाइले चाहिँ अनि माछा छानेको माछा टक्क यसरी मार्न थाल्यो, केलाउन थाल्यो। त्यसपछि म फेरि फर्केर रेस्टुरेन्टतिर आएँ। बिहानै आएँ, केटाहरू सबजना बाहिर बसिरहेको रहेछ। म चाहिँ टक्क माथि गएँ, एकछिन यसो सट्ट हेरेँ। अनि सरस्वती हेरेपछि पूजा गर्न थालेँ। पूजा गरेपछि टिका सिका लगाएँ। टिका लगाएर टक्क अब एकछिन केटाहरूलाई कामसाम अराएर फ्रेस भएँ होइन। कामसाम अराइसकेपछि हिजोको फोहोरहरू सफा गर्दैछ केटाहरू चाहिँ। अनि त्यसपछि म निस्केँ एकछिन म निस्केर यहाँ बाहिर कुशल दाईलाई भेट्नको लागि गएको थिएँ। टक्क लगाएर लिन गएँ। टक्क कुशल दाई आइरहेछ। टक्क आएँ अनि आएपछि कफी खान जाऊँ भनेर कफी खान गएँ होइन। त्यसपछि चाहिँ कफी सफी खायौँ। टक्क कफी खाँदै गरेको चाहिँ होइन। त्यसपछि दाईहरू पनि आउनुभयो। दाईहरू आएपछि एकछिन गफसफ हान्यो। त्यसपछि फेरि म फर्केर आएँ यता रेस्टुरेन्टमा। खानासाना खाएर हिसाबहरू हेर्न थालेँ। अनि आजको लागि यति नै।